हेलो एन्ड नमस्ते। हजुरहरूले हेर्दै हुनुहुन्छ केवाई युट्युब च्यानल। हामीले आफ्नो मोबाइलको ब्यालेन्स सकिँदाखेरि रिचार्जहरू चाहिँ किन्ने गर्दछौँ ताकि त्यो रिचार्ज चाहिँ 50को होस्, 100को होस्, 500को होस्, जति रुपियाँको भए पनि रिचार्ज किनिसकेपछि आफ्नो मोबाइलमा हाल्दाखेरि केही कारणवश त्यो रिचार्जको पिन हरू चाहिँ मेटिने गर्दछन् र कतिपय मानिसहरूले चाहिँ त्यो रिचार्जहरू चाहिँ त्यतिकै फाल्छन्। हो, यही समस्यालाई चाहिँ हामीले कसरी समाधान गर्न सक्छौँ भन्ने बारे मैले एउटा छोटो मिठो भिडियो हजुरहरूको सामु लिएर आएको छु। कृपया हजुरहरूलाई मन परे लाइक सब्सक्राइब गरिदिनु होला। अब ढिला नगरिकन त्यो भिडियोहरू चाहिँ हजुरहरूको सामु देखाउने गर्दछु। सर्वप्रथम हामीले आफ्नो मोबाइल ब्राउजरमा रहेको क्रोम ब्राउजर चाहिँ ओपन गर्नुपर्छ। त्यसपछि माथि युआरएल सर्चमा गएर PINRECOVERY र NP चाहिँ लेखेर हामीले चाहिँ यसलाई क्लिक गर्नुपर्छ। त्यसपछि हामीलाई यस्तो खाले इन्टरफेस देखापर्छ। यस्तो खाले इन्टरफेस देखाइसकेपछि यति धेरै इन्टरफेस छन् र कुन इन्टरफेस होला ठ्याक्कै भनेर हामीले चाहिँ थाहा नहुन सक्छ। त्यति बेला चाहिँ हामीले के गर्ने भन्दाखेरिमा यस्तो समस्यामा हामीले यो सुरुको यो इन्टरफेसलाई चाहिँ हामीले क्लिक गर्न सक्छौँ। यही इन्टरफेसमा हामीले क्लिक गर्न सक्छौँ। क्लिक गरिसकेपछि हामीलाई यस्तो खाले चाहिँ इन्टरफेस देखापर्छ। हामीलाई चाहिँ यस्तो खाले इन्टरफेस देखापर्छ। ध्यान दिएर हेर्नु होला। यस्तो खाले इन्टरफेस देखापर्छ जहाँ चाहिँ हामीले देख्न सक्छौँ विभिन्न प्रकारको सर्भिस टाइपहरू, सिरियल नम्बर, पिनकोड, क्याप्चा, अनि त्यसपछि यिनी नम्बरहरू देखाउँछ। अब चाहिँ हामीलाई चाहिँ थाहा हुँदैन यति धेरै के हुन्, कसरी बढ्ने होला भन्ने कुरो चाहिँ हामीले अलमल पर्न सक्छौँ। तर यो चाहिँ एकदमै सजिलो छ। ध्यान दिएर हेर्नु होला। सुरुमा चाहिँ हामीले चाहिँ यो सर्भिस टाइपमा चाहिँ हामीले अरू केही पनि पर्नु पर्दैन। दायाँ बायाँ नहेरेर सुरु माथिबाट चाहिँ GSM अर CDM प्रिपेडमा चाहिँ क्लिक गरेर त्यहाँमा चाहिँ हामीले चाहिँ थुप्रो लाउन सक्छौँ। तल चाहिँ त्यसपछि हामीले दोस्रोमा आउँछौँ सर्भिस नम्बर भन्नाले अर्थात् हजुरहरूले त्यो रिचार्ज चाहिँ कुन मोबाइलमा कुन सिमको भएको नम्बरमा चाहिँ हाल्न चाहनुहुन्थ्यो, खोज्नु भएको थियो, हो त्यही सिमको नम्बर चाहिँ यहाँ चाहिँ कपी लिङ्क गर्न सक्छौँ। जस्तै मैले आफ्नो मोबाइलको नम्बर चाहिँ यहाँ चाहिँ कपी गर्न सकेँ। त्यस पछाडि हामीले चाहिँ तेस्रो नम्बरमा आयौँ सिरियल नम्बर। यो सिरियल नम्बर भन्नाले चाहिँ हामीलाई सबैलाई थाहा भएकै कुरा हो। हाम्रो रिचार्ज कार्ड किनिसकेपछि त्यो रिचार्ज कार्डको पिनकोड सिधा तल चाहिँ सिरियल नम्बर भनेर दिएको हुन्छ। हो, त्यही सिरियल नम्बरलाई चाहिँ हामीले यहाँ चाहिँ कपी गर्न सक्छौँ। म चाहिँ त्यही नम्बरलाई चाहिँ कपी गर्न लागेँ। 11 25 08 00 8 2 0 6 1 3 5 7 हो। यो नम्बर चाहिँ एकदमै लामो हुने भएकाले चाहिँ कृपया सबैजनाले चाहिँ ध्यान दिएर भर्नु होला। अन्यथा यो नम्बर चाहिँ एक नम्बर पनि छुट्यो भने चाहिँ तपाईँको मोबाइलमा चाहिँ रिचार्ज आउन चाहिँ एकदमै असम्भव हुने गर्दछ। यो नम्बर चाहिँ 16वटा हुन्छन्। 16वटा नम्बरमा चाहिँ 16वटै नम्बर चाहिँ मिल्नुपर्छ। एउटा नम्बर गलत भएपछि तपाईँको मोबाइलमा रिचार्ज आउन असम्भव हुन्छ। दोस्रोमा चाहिँ अर्कोमा रहेको पिनकोडमा के छ भन्दाखेरिमा पिनकोडमा हामीले के गर्ने भन्दाखेरिमा हजुरहरूले जुन रिचार्जको पिन नम्बरहरू मेटिएको थियो त्यो नम्बरहरू मेटिएको जतिलाई चाहिँ हामीले
राख्छौँ र नमेटिएकोलाई जस्ताको त्यस्तै नम्बर राख्छौँ। जस्तै मेरो यहाँ रिचार्जमा चाहिँ नमेटिएको पिन भनेको चाहिँ पहिला सुरुमा 271 र त्यस पछाडि मेटिएको भनेको चाहिँ दुईवटा नम्बर मेटेका छन्, त्यसले मैले 2टा स्टार लेखेँ। त्यसपछि फेरि 154 फेरि यस पछाडि चाहिँ 3वटा नम्बर चाहिँ मेटेका भएले 3वटा स्टार लेखेँ। त्यस पछाडि चाहिँ 6 दिन चाहिँ मेटिएको थिएन र 6 दिन पछाडि चाहिँ 3वटा नम्बर चाहिँ मेटिएकाले चाहिँ मैले 3वटा चाहिँ के लेखेँ भन्दाखेरिमा स्टार लेखेँ। 3वटा के लेखेँ स्टार लेखेँ। 3वटा स्टार लेखेपछि यहाँ चाहिँ हामीले चाहिँ यस्तरी स्टारहरू राख्ने गर्नुपर्छ। यति लेखिसकेपछि यो नम्बर पनि हामीलाई थाहा भएकै कुरा हो। यो रिचार्जमा पिन नम्बरहरू जम्मा 16वटा हुन्छन्। 16वटा नम्बरलाई चाहिँ यसरी 16वटा नम्बरमै राख्नुपर्छ। त्यस पछाडि हामी तल आयौँ क्याप्चामा आइसकेपछि क्याप्चामा के लेख्ने होला भन्ने चाहिँ हामीले चाहिँ अलमल भन्न सक्छौँ। त्यस बेला चाहिँ हामीले यहाँ के दिएको हुन्छ भन्दाखेरिमा यो वाला तल सिधा तल चाहिँ यो वाला RT80 वाला चाहिँ यो नम्बर दिएको हुन्छ। त्यही नम्बरलाई चाहिँ हामीले यहाँ चाहिँ कपी लिङ्क गर्न सक्छौँ। जस्तै मैले यही नै ल्याएँ मैले, जस्तै RT8007P भने भन्नुको मतलब क्याप्चामा के लेखेको छ भन्दाखेरिमा तल प्लिज इनपुट द क्यारेक्टर्स सिन बिलो भनेको चाहिँ यसको तल यो यसको क्याप्चाको तल सिधा यो नम्बर दिएको छ। त्यसैले यसलाई चाहिँ माथि सिन त्यसलाई बिलो गऱ्यौँ, त्यसैले चाहिँ त्यही नम्बर भर्यौँ। त्यसपछि हामीले चाहिँ के गर्ने भन्दाखेरिमा हामीलाई सिधा त्यही नम्बरको सिधा तल इस्यु नम्बर दिएको छ भेरिफाई हरियो त्यहाँ ब्राकेटमा चाहिँ कभर गरेको हुन्छ। त्यहीलाई चाहिँ हामीले क्लिक गर्छौँ। क्लिक गरेपछि हामीलाई यस्तो खाले इन्टरफेस दिन्छ। दिइसकेपछि हामीले चाहिँ यस्तो खाले इन्टरफेस दिइसकेपछि हामीले चाहिँ यहाँ कन्फर्ममा चाहिँ क्लिक गर्छौँ। क्लिक गरेपछि हामीलाई यस्तो खाले चाहिँ क्लिक गरिसकेपछि हामीलाई यस्तो खाले चाहिँ इन्टरफेस देखाउँछ। यस्तो खाले इन्टरफेस भनेको चाहिँ तल चाहिँ द रिजल्ट इज द कार्ड इज अलरेडी युज ह्याभ इन्टर 8 डिजिट्स सक्सेसफुल्ली भन्छ। यो चाहिँ तपाईँको नम्बरमा चाहिँ आइसक्यो भन्न सक्छ। यहाँमा चाहिँ अब कुनै कुनै व्यक्तिको मोबाइलमा चाहिँ ट्यागको मेसेज आउँछ र कुनै व्यक्तिको मोबाइलमा मेसेज नआएर सिधै गएको हुन्छ। हजुरहरूलाई विश्वास लाग्दैन भने तपाईँहरूले चाहिँ आफ्नो मोबाइलमा गएर *400# थिचेर चाहिँ पैसा आफ्नो ब्यालेन्सहरू चेक गर्न सक्नुहुन्छ। धन्यवाद। हजुरहरूलाई चाहिँ यो भिडियो मन परे लाइक सब्सक्राइब गरिदिनु होला।